नमस्ते हजुर सबजनालाई वेलकम छ मेरो युट्युब च्यानलमा। आज हामी गइरहेको छौँ एउटा मेसिन सेट गर्न, जुन मेसिनलाई भन्छन् जुक्की मेसिन। अनि हामीसँग एकदम राम्रो क्वालिटीको हाई एफिसियन्सीको बाक्लो पनि सिलाउने अनि जेन्ट्स बाइक लेडिजले पनि चलाउन मिल्ने एकदम टर्बो स्पिडवाला मेसिन छ। र आज हामी त्यसलाई कसरी जोड्छौँ र कसरी त्यसको सेटिङ हुन्छ भन्ने हामीले एउटा भिडियो बनाउँदैछौँ। त्यो भिडियोलाई तपाईँहरूले लाइक गरिदिनु होला र मन परेन कमेन्ट गर्नु होला। प्लिज कसरी त्यो हुन्छ त्यो भन्न खोजेको कुरा के भन्दा फरवर्ड पनि गर्नु होला, त्यो त हजुरलाई मन पऱ्यो भने चाहिँ। ल अब हामी स्टार्ट गर्न गइरहेको छौँ जुक्की मेसिन जडा। अब हामीसँग हुनुहुन्छ हाम्रो मिस्त्रीज्यू अनि यहाँले अब जुक्की जोड्दै जानुहुन्छ। हामीले पटरा यता राखेका छौँ र यो छ स्ट्यान्ड र यसको लागि चाहिने सामान के हुन् र फिटिङ गर्नलाई त्यो पनि हामी तपाईँलाई देखाउँछौँ, तपाईँले हेर्नु होला। ल अब हेर्नुहोस् हामीले जोड्नलाई के चाहिन्छ। हामीले एउटा चाहिने भनेको हो एउटा प्लस पेचकस, यो प्लस भएको हेर्नुहोस्, यो माइनस हुनु भएन। अनि एउटा यो सलाई रिन्छ र पहिला हामी यति न्यूनतम सामान लिएर ट्राई गरौँ र हामीलाई एउटा अरू चाहिन सक्छ, त्यो हो 14-15 को सलाई पाना रिन्छ। हेर्नुहोस् अब हामी आउँ यतातिर जोड्न है। ल हेर्नुहोस् अब यसमा भएको सामानहरू यसमै छ प्याकेटमा। अब हाम्रो मिस्त्री सरले अब यसलाई जोड्दै हुन्छ। अब हेर्नुहोस् तपाईँको स्टार्टिङ सुरुमा हामीले यसको बेस कस्नु पर्यो। टेबल ले लीजिए, बैठ जाइए, ठीक है। बैठ कर आप देखते रहिए, बस बनाते रहिए। बाबू किताब अब हेर्नुहोस् यहाँ पाल बाई पाल मिलाउनु पर्छ तपाईँले। लाग्यो मजाले लाग्यो। हेर्नुहोस् कति मजाले फिटिङ भइरहेको छ। पहिला उहाँले एउटा यो स्ट्यान्ड जोड्नुभयो, त्यसपछि अर्को स्ट्यान्ड जोड्नुभयो, दुईवटा यसको स्क्रु कस्नुभयो। अब यतातिर पनि यस्तै गरिकन यसलाई पनि उठाएर दुईवटा स्क्रु हामीले अब जोइन गर्दैछौँ।
हाम्रो मिस्त्री सरले गर्नुभयो जोड लगा के हैया हैसा काला हो गया भैसा यिनी बोल्टहरूलाई तपाईँहरूले एकदम एक्सट्रिम पावर लगाएर कस्नु होला जसले गर्दा एकदम बल लगाएर कस्नुभयो भन्दाखेरि मेसिन कहिले भाइब्रेट भयो हाई स्पिडले भन्दा पनि यिनी बोल्टहरू लुज हुँदैन कुनै एक्सिडेन्टल वा कुनै दुर्घटना हुनबाट तपाईँहरू जोगिनुहुन्छ त्यही भएर एकदम बल लगाएर पावरका साथ माछा मासु खाएको मान्छेलाई भन्नुहोला अलि त बडी बिल्डरलाई भन्नुहोला कसले पावर देखा अनि भिडियो हेर्दै उहाँहरूले तपाईँको काम सजिलै भ्याउनुहुन्छ यो भनेको तपाईँको यसको उचाइ हो उचाइ मिलाउन मिल्छ तपाईँहरूले चाहेमा अनि यता भित्रबाट पट्टी लाग्छ तपाईँको यो पट्टी भयो अनि अब हामीले यसको बोल्ट गर्दैछौँ अनि यो अर्को बोल्ट भयो हाम्रो हेर्नुहोस् हाम्रो मिस्त्रीजीले ब्यालेन्स मिलाउँदै हुनुहुन्छ काउन्टिङ गरेर लेभल हजुरले हेर्न सक्नुहुन्छ कुन लेभलमा राखेको कति हाइट चाहियो लेडिज भएपछि तपाईँले 2 वा 3 स्टेप यसको हाइट बढाए हुन्छ अब यस्तै गरी अर्को साइड पनि हामीले मिलाउन सक्छौँ सेम हिसाबले हेर्नुहोस् हामीले यता पनि पट्टी जोडेको छौँ यो पट्टी भयो अनि हाम्रो बोल्ट भयो हामी यता आएर अब हेर्नुहोस् यो हाम्रो रेडी भयो फ्रेम अब हामीले यसको पेन्डिलको लागि अब यसलाई उल्टो गर्नुपर्छ यसको तल पोर्सनबाट अब यस्तो खाली हुन्छ कसैकोमा पट्टी हुन्छ हेर्नुहोस् तर यसमा पट्टी छैन त्यसका अब हामीले यसको लागि सपोर्ट लिनुपर्छ र यसमा हुन्छ यिनी क्लिप्सहरू हेर्नुहोस् यो क्लिपलाई हामीले यहाँ तल यसरी हालेर हेर्नुहोस् यो अब त्यो गरेर यसलाई जस्ट तेर्सो गर्नुपर्छ तपाईँको सजिलो तरिकाले यो यसरी हुँदा यस्तो ग्याप आउँछ यसलाई घुमाउनुपर्छ अनि यो हेर्नुहोस् यो यस्तो जस्ट सजिलो अब यसमा यो फिक्स भएको छ अब यसलाई सार्न मिल्छ हजुरले जहाँ चाहियो दूरी यसको आइडिया लगाएर यो पेन्डिलको दूरी पनि हजुरले आइडिया लिनु होला यो यतिदेखि यति कतिमा भन्दाखेरि खास हजुरले अब बुझ्नु पर्दा यति हो अलिकति दुःख चाहिँ हुन्छ यसमा क्लिप कस्ने बेला यो कम्पनीले दिनु कारण के छ भन्दाखेरि तपाईँको अब कोही हाइटी मान्छे भएपछि उसलाई ब्याक गर्न मिलोस् भनेर हो यो सुविधा
यो भयो। अब यो हजुरको अर्को क्लिप जोडिदिनु चाहिँ यो पर्छ। अब हेर्नुहोस् स्ट्रेट फरवर्ड भयो। अलिकति यता गर्नु पऱ्यो, अलिकति यता थोड़ा सा पीछे उठ के टेढ़ा हो गया। हाँ हेर्नुहोस् इसको अभी मत कसिएगा, पहले दूरी देखिए। हाम्रो मिस्त्रीजी इन्डियाबाट एउटा राम्रो कारिगर हुनुहुन्छ, यहाँले एकदम राम्रो मेसिनहरू बनाउनुहुन्छ र मैले पनि हजुर राम्रै मेसिन बनाउँछु। हाम्रो सर्भिसिङ छ, तपाईँ जहिले पनि आउन सक्नुहुन्छ यो ठाउँ पण्डित सिलाइ मेसिन पसल। हेर्नुहोस् हाम्रो पुरानो मेसिनहरू मर्मत हुन्छ, लेसहरू छ, टोटल सामान छ, हजुरले जे चाहियो सबै उपलब्ध छ यहाँ। हाम्रो यो जुकीको प्याडलको नट बोल्ट, यसको स्क्रु तलबाट लाग्छ, बोल्ट सरी तलबाट लाग्छ, स्क्रु माथिबाट लाग्छ। यो स्क्रु भयो तर बोल्ट भयो र यो पनि दूरी सार्न मिल्छ। हेर्नुहोस् यो ग्याप हुन्छ, यो ग्यापमा हजुरले कहाँदेखि राख्ने, कति दूरीमा राख्ने, कम्पनीले कति विचार गरेर बनाएको छ, फेसिलिटी धेरै राम्रो दिएको छ। हेर्नुहोस् कोही लेफ्टी खुट्टा हुन्छन्, कोही राइटी खुट्टा हुन्छन् र तपाईँहरूले पछि यसलाई आफ्नो हिसाबले एडजस्ट गर्न मिल्छ खोलेर मजाले। आज ब्याड लक एउटै कुरा छ, आज बत्ती गएको छ। हेर्नुहोस् तलबाट 14-15 इन्च लगाएर माथिबाट प्लस पेचकस लगाएर कस्दै हुनुहुन्छ। हेर्नुहोस् त्यसपछि हेर्नु यहाँले कस्नुभयो यो पट्टी, हजुरले यो पनि दूरी यसमा मिलाउन मिल्ने सुविधा हुन्छ। ल हेर्नुहोस् हाम्रो मिस्त्रीजीले भन्नुहुन्छ यसको निचे तान्न परेगा। अब हेर्नुहोस् यहाँ तल लाउनु भयो, अब हेर्नुहोस् हामीले बक्स जडान गरिरहेको छौँ। एक कान्छ यताउता पहले समाप्त ले यसै पकड त यस्तो यो यस्तो दाबेर अन्त फुलुको भइहाल त गिरिहाल्छ।
फेरि छोडिदिनु ए तेरि चाहिँ दाबे भने यही टाइट हुन्छ होइन छोडिदिए पनि लुज भइहाल्छ त्यो चुना सिधा कस्नु सिधा सिधा यहाँबाट हेर्नुहोस् तीनजना राइडरहरू पनि हुनुहुन्छ उहाँ कुरा गर्दै हुनुहुन्छ उहाँहरू कहीँ कतैबाट आउनु भएको हो र कतै जलाउनु भएको छ उहाँको ट्रिप छ लामो र हामीले उहाँको वेशभूषा हेरेन उहाँ कुनै राइडर हुनुहुन्छ लङ ट्रिप जानेवालो ब्लगर जस्तो पनि हुनुहुन्छ र अब हामी फेरि आफ्नो भिडियोतिर लागौँ टाइट ठिक छ अब हेर्नुहोस् अब फर्स्ट क्लास जुकी मेसिन सेट भयो इसको सामान बाबू उता निकाल्छ वो त्यो निकाल्नुस् त मेसिन नै ओ भित्रको यसको माथिको एउटा बक्स अब हेर्नु अब हामीले मेसिन अनबक्स गरिरहेछौँ र हामीले मेसिनभित्रको डब्बा तान्दैछौँ बाहिर अब हेर्नुहोस् यो हो टुल बक्स अब हामीले यसलाई खोल्छौँ यो पेचकसले नै भइहाल्छ लाउनुहोस् यहाँ चाहिँ पेचकस अब यहाँले अनबक्स गरिदिनुहुन्छ यसलाई बिचबाट चिरिदिनु भइहाल्छ वाउ यो हेर्नुहोस् पावर सप्लाई घुट्ना टुल यसको सेटअप बक्स अनि यसमा 1 लिटर तेल पनि छ हजुरलाई अब पैकेट खोलूँ यो कुनामा एउटा यो कुनामा एउटा यो कुनामा हाम्रो मिस्त्रीजी कन्फ्युज हुनुभयो यो गलत यो नै यो कुनामा हो आउनु पर्ने हो दाइ आज ब्लग बनिरहेछ हाम्रो च्यानल उसको लागि युट्युबको लागि यो भिडियो भाइरल होला तपाईहरुले पनि आइडिया पाउनुहुन्छ नि त अनि तपाईहरुले हेर्नुस् पाउनु भनेको यो पेचकसहरु पाउनुहुन्छ यो खोल्न कस्न हजुरलाई एकदम काम लाग्छ एकदम राम्रो क्वालिटीको पेचकस हो नहराउनु होला र अब हेर्नुस् यहाँले
अब जोड दिइसक्नु भएको छ। अब यो बसाउने काम चाहिँ हाम्रो बडीको पुरा भइसकेको छ। अब यसमा हामीले ल्याएर राख्नुपर्ने मेसिन र त्योभन्दा अगाडि हाम्रो मोटर पावर सप्लाई छ, हामीले यसलाई पनि जोड्नुपर्छ। र यो भनेको अत्यधिक महँगो हुन्छ। हे भगवान्, यो नबिग्रियोस् भन्ने हुन्छ। बिग्रियो भने चाहिँ मगाउँदा यति महँगो पर्न जान्छ कि मैले कल्पना गरेको थिएन। मैले कति नै होला भनेको थिएँ र यो जस्ट जियोस् एक्सपेन्सिभ पर्छ। र कहिले पनि तपाईँहरूले अब बत्ती नभएको बेला सरी भन्नाले जस्तै पानी परेर चट्याङ डढिरहेको बेला घरमा कहिले पनि अब मेसिन चलाउने काम नगर्नु। हाम्रो एकजना दाइले यस्तै गर्दै हुनुहुन्थ्यो र चट्याङले गर्दा उहाँको मेसिन बिग्रिगयो, उहाँको पुरा मोटर नै जलेर खतम भयो। त्यसपछि उहाँको जियोस् बनाउँदा खर्च आयो अनि 12-13 हजार रुपियाँ जति खर्च भयो। उहाँले चट्याङको बेला मेसिन नचलाएको भए वा घरमा भोल्टेज बढी नआएको भए मलाई त्यो समस्या आउने थिएन। र अब हेर्नुहोस् यहाँ तल अब हाम्रो चढान हुँदैछ, बत्ती नभएर हजुर अलि त गाह्रो छ। हेर्नुहोस् ल, हेर्नुहोस् यो हाम्रो घुट्ना सेट। पहिला हामीले हेर्ने डब्बा कसरी जोड्ने यो ये रहने दीजिए उतना बाद में टाइट कर दीजिएगा। मशीन निकालते बाबू, मशीन निकालते हैं, काम खत्म। अब हामीले मेसिन निकाल्नु पर्यो। अब हामी मेसिन निकाल्न जाँदैछौँ। अब हेर्नुहोस् हाम्रो मिस्त्रीले एन्टिनाको सारा सामान निकाल्नु भएको छ र एन्टिना जडान कसरी गर्ने भन्ने कुरा भिडियो बनाउँदै हुनुहुन्छ। यो पनि हेर्नुहोस्। यो चाहिँ मिस्त्रीले उल्टो जोडिदिनु भयो, अब ठिक छ। तलबाट बोल्ट जोड्दै हुनुहुन्छ। अब हेर्नुहोस् अब हाम्रो मिस्त्रीले यो मेसिनलाई अब उठाएर यसलाई अब सार्दै हुनुहुन्छ र उहाँले यसलाई अब उठाएर यहाँ यसमा अब जोड्नु हुने हो। अब हामी हेर्दै जाउँ, यो मेसिन आउँदैछ। हेर्नुहोस् अब उहाँले बसाइदिनु भयो, तर क्लिप लगाउन भुल्नु भएछ। त्यो क्लिप सहित बसाइदिनु भएको रहेछ। सरी, उहाँले क्लिप सहित पहिले लगाएर यहाँ बसाउनु भयो, सजिलो भयो। अन्त हेर्नुहोस् अब मेसिन हाम्रो 70% काम ओभर भएको छ। यो नट सुन न, पहिला यो नट 3टा खोलेर यसले माथि हल्का उचाल्ने, उचालेर फेरि कस्दिनु भयो। नहीं, यो त धेरै तल भयो, हल्का धेरै तल भयो। अब यसलाई माथि गर्नु पर्यो। हेर्नुहोस् यो रिन्च लिएर आउँछ, रिन्च सेतो कलरको लिएर आउँछ। यता अब मलाई लाग्यो लोड सेडिङ पकाउनु पर्छ माथि। मेसिन नछोड्नु होला है, मेसिन नछोड्नु होला। मसिन छोड्नु न, म खोलिरहेको छु, भागा निचे भागिहाल्छ। म लेभल भन्दैछु तपाईँ कटिहाल्छ हैन। पक्रै छानु उठाउनुहोस् उठाउनुहोस् मिस्त्रीजी। अझ 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 तपाईँ सिधा गर्नुहोस्, सिधा गर्नुहोस्, अझ सिधा गर्नुहोस्। भएन रुन बाबु पक्रिए नछोड्नुलाई फेरि आउलो काटिन्छ। अझ 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 सिधा गर्नुहोस्, अझ सिधा, अझ सिधा। हो जस्ट बस बराबर छ, एकदम बराबर छ। ल 5 मिनट मात्र समात्नुलाई, 5 मिनट बस। हात एकदम कति पनि पावर कम नगर्नु है। अब सही लेभलमा भयो।
हाम्रो मेसिन जडान गर्दा हाई लो लेभल भएको थियो अगाडिको मेसिन पार्ट झुकेको थियो जुन चाहिँ लेडिज चलाउँदा त ठिक थियो तर जेन्ट्सले चलाउने भावनाले अलिकति त हाइट बढी नै गर्नुपर्ने भयो अब हाम्रो मिस्त्रीजीले र यो भनेको हल्का मिस्टेक भयो भने चाहिँ हेर्नुहोस् यसले हात काटिन्छ यिनीहरूले त्यही भएर समात्ने मान्छेले एकदम केयरफुल हुनु पर्यो त्यसलाई छोड्नु भएन नत्र औँलो गयो तपाईँको बाबु छोड्नु त ल अब हच्केर कसिदिनु भयो हाम्रो मिस्त्रीजीले अब भयो यो अब एकदम लेभल ठीक छ अब हेर्नुहोस् हाम्रो किल्ला कस्ने काम भइरहेको छ फाइनल स्टेज हो अब उहाँको लागि मेसिन जोड्दैछौँ र अब अर्को काम हुन गइरहेको छ हाम्रो डेबिल जस्तो मान्छे मिस्त्रीजी पसिना पसिना हुनु भएको छ हेर्नुहोस् त्यो मोबाइलको लाइट फेड अप भन्ने जस्तो भएको छ क्या दिन भर वही देख रहे हैं फोने पर अरे ये एक नशा है जो मरते दम तक नहीं ठीक होगा आदमी मरेगा भी तो मोबाइल चलाते चलाते मरेगा इसमें एउटा बारमा छ अब उहाँले एउटा बर्मा खोज्दै हुनुहुन्छ उहाँको हात साथ दिन सक्दैन एनर्जी डाउन भयो रातो कलरको होला र हामीसँग भेराइटी अफ मेसिन छ प्लिज कन्ट्याक्ट गर्नु होला हामीलाई अब हेर्नुहोस् उहाँले मोटो अब यो जोड्दै जोड्ने काम गर्दै हुनुहुन्छ पावर सप्लाई उहाँको हात चलिरहेछ बोल्टलाई कस्दै हुनुहुन्छ सुरुमा त्यसलाई त्यसमा हाल्यो बोल्ट कस्यो अब हेर्नुहोस् रोड चेक गर्यो अब हामी जाँदैछौँ यो पावर सप्लाई बक्सलाई जोड्न आइगा मिस्त्रीजी अब हामी यसलाई कसरी जडान गर्ने भन्ने कुरा हेर्नुहोस् कसरी हुन्छ यो र पहिलो कुरा मैले यसलाई समातेँ हात पाटिया छ ओह 2 मिनटमै हात पाटिनु गयो र हाम्रो मिस्त्रीजीले यहाँ बोल्ट समात्नु भएको छ